बंगलादेश की पूर्व प्रधानमन्त्री शेख हसिना मानवता विरोधी र अपराधको दोषी ठहर भई उनलाई मृत्यु दण्डको सजाय सुनाइएको छ। भदौ 23 को जन्जी आन्दोलनमा गोली हानेर 19 युवाको हत्या गर्ने हत्याराहरू अहिले खुल्लेआम गर्वका साथ छाती फुलाएर हिँडेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक उनी गर्वका साथ छाती फुलाएर हिँडेका छन् र अझै पनि यो हाहुमा बनेको सरकारलाई हामी ठाउँ परे ठाउँको ठाउँ पार्छौँ भनेर उनले खुल्ला चुनौती दिएका छन्। साँच्चीकै सरकार जनताका लागि बन्थ्यो भने यी केपी शर्मा ओली गृहमन्त्री आफ्नो घरमा होइन यिनको बास काल कोठरी जेलमा हुन्थ्यो। तर यो भन्दा लाज मर्दो विषय के हुन सक्छ? 5 दिनमा भ्रष्टाचार मुक्त गर्छु भन्ने सुशीला कार्की प्रधानमन्त्री अहिले उनले आफूले बोलेको बोली आफैलाई भारी बनेको छ। न त पकड्न सक्ने, न त सत्ता छोड्ने, न त हग्न सक्ने, न त बाटो छोड्न सक्ने, न त कुनै आफू गर्न नसके पनि राजीनामा बुझाएपछि तर अन्य कसैले त गर्थ्यो होला। यो भन्दा लाजमर्दो विषय के हुन सक्छ?